नमस्ते फेरि पनि र यो चौथो दिन डे 4 को भिडियोमा यहाँहरू सबैजनालाई स्वागत छ। आजको थिम रहेको छ सक्सेस स्टोरी। यसलाई आज चाहिँ कुनै व्यक्तिको सक्सेस स्टोरी नभएर सङ्घर्षदेखि सफलतासम्म हामी कसरी पुग्ने भन्ने बारेमा यो भिडियोमा म चर्चा गर्नेछु। हरेक सफलताको कथा पछाडि, हरेक सक्सेस स्टोरी पछाडि एउटा नदेखिएको ठुलो सङ्घर्ष लुकेको हुन्छ। कसैको पनि सङ्घर्ष उसको हार होइन, यो त उसको कथा बनिरहेको, उसको कथा बिल्डअप भइरहेको एउटा प्रक्रिया हो। तपाईको जीवनको कुन सङ्घर्षले तपाईलाई सफल बनाएको छ? एक शब्दमा उत्तर दिन सक्नुहुन्छ, जस्तै विश्वास, धैर्यता, सङ्घर्ष, पुनः सुरुवात। कुन चाहिँ कुराले तपाईको जीवनमा तपाईलाई सफल बनायो? धेरै समय हामी अरूको सफलता देखेर एकदमै प्रभावित हुन्छौँ र हामी त्यस्तै बन्न चाहन्छौँ। हामी त्यसका नतिजाहरू देख्छौँ, राम्रो अफिस, राम्रो घर, राम्रो गाडी, सुन्दर परिवार, राम्रो ब्रान्ड, राम्रो इन्कम सोर्स। तर हामीले नदेखेको कुरा चाहिँ ती सबै हुन पछाडि कति सङ्घर्ष त्यो व्यक्तिले गर्यो भन्ने कुरा चाहिँ हामीले देखेको हुँदैन। हामीले नदेखेको पक्ष चाहिँ त्यो हो कि त्यो व्यक्तिले त्यहाँ पुग्नको निम्ति, त्यति सफल हुनको निम्ति कति सङ्घर्ष गर्यो। हामी केवल सफलता मात्रै देखेका हुन्छौँ, उसका गहिरो भित्रका सङ्घर्षहरू हामीले देखेकै हुँदैनौँ। उसले राति राति जागेर काम गरेको समयहरू, उसले बेहोरेका घाटाहरू, आफ्नै मानिसले नपत्याएको समयहरू, मन टुटेको, मन भाँचिएको अवस्थाहरू, लडेर फेरि उठ्नु परेको त्यो समयहरू, यी कुनै पनि कुराहरू हामीले देखेको हुँदैन। र त्यो बाहिरी देखिने कुरा पनि होइन, किनकि एक उद्यमी, एक व्यवसाय इज एन वरियर, ऊ एउटा योद्धा हो। व्यावसायिक दुनियाँमा आफ्नो युद्ध ऊ लडिरहेको हुन्छ। र सफलता भनेको सजिलो जीवन पनि पक्कै होइन। सफलता भनेको हामीलाई लाग्छ सजिलो जीवन, तर त्यो कदापि होइन। सफलता भनेको चाहिँ कठिन घडी आउँदै गर्दाखेरि पनि त्यसलाई सामना गरेर अघि बढ्न सक्नु चाहिँ सफलता हो। कठिन घडीहरू, गाह्रो समयहरू आउँदै गर्दाखेरि पनि हार नमान्ने बानी हो। द्याट्स सक्सेस। सो सक्सेसको लागि सङ्घर्ष, स्ट्रगल एकदमै अपरिहार्य कुरा हो। सुरुमा हरेक कामहरू साना हुन्छन्, हरेक ब्रान्डहरू साना हुन्छन्, कसैले चिन्दैन पनि। कुनै पनि सफल व्यक्तिहरूको विगतका दिन अनिश्चित थिए। उनीहरू एकैचोटि सफलताको श्रेणीमा, सफलताको त्यो कुर्सीमा ठक्क बसेका होइन। के हुन्छ भविष्यमा थाहै थिएन, तर उनीहरूले आफूले चाहेको कुरा इन डिसिप्लिनमा रहेर, अनुशासनमा रहेर गरिरहे, गुड ह्याबिटहरूलाई इस्टाब्लिस गरिरहे र त्यसलाई प्र्याक्टिस गरिरहे। कुनै पनि आजको बलियो ब्रान्डहरू सुरुमा साधारण थिए, कसैले नपत्याएका ब्रान्डहरू थिए। त्यसैले अहिले तपाईँ सङ्घर्षमा हुनुहुन्छ भने, अहिले तपाईँको व्यवसाय सानो छ भने, अहिले तपाईँलाई मार्केटमा कसैले चिन्दैन भने, यो तपाईँको हार होइन, तपाईँको पनि एउटा सक्सेसको स्टोरी बुनिँदैछ, लेखिँदैछ, इस्टाब्लिस हुँदैछ। र यो सङ्घर्ष तपाईँको कथाको सुरुवात हो, अन्त्य होइन। हाम्रो आजको स्ट्रगल नै भोलिको स्ट्रेन्थ बन्न सक्छ, आजको पेन नै भोलिको टेस्टिमोनी बन्न सक्छ, र आजको कन्सिस्टेन्सी नै भोलिको सक्सेस स्टोरी बन्न सक्छ। र यसमा एउटा सन्दर्भ जोड्न मलाई मन लाग्यो कि जब तपाईँ कुनै पनि काम सुरुमा गर्नुहुन्छ, जब प्रब्लम आउँछ, त्यो एकदमै ठुलो र एकदमै भयानक लाग्छ। के गर्ने होला, कसो गर्ने होला, यसको समाधान के होला भनेर छटपट्टि हुन्छ। इङ्ग्लिसमा कस्तो राम्ररी भनिएको छ, फेस द प्रब्लम भनेर। रन अवे फ्रम द प्रब्लम होइन, फेस द प्रब्लम, समस्याको सामना गर्नु भनेर कस्तो राम्ररी लेखिएको छ। अनि जसले त्यो समस्यालाई फेस गर्छ, नेक्स्ट टाइम त्यही समस्या आयो भने उसले त्यसलाई सजिलै ह्यान्डल गर्न सक्छ। सो इट विल गिभ यु द स्ट्रेन्थ। स्ट्रगलले चाहिँ हामीलाई स्ट्रेन्थ दिन्छ। पेन जुन हामीले भोगेका छौँ त्यसले अरूलाई इन्सपिरेसन दिन सक्छ, टेस्टिमोनी बन्न सक्छ। मैले यो किसिमले चाहिँ यस्तो खालको दुःखहरू सहेर चाहिँ यो कम्पनीलाई यसरी इस्टाब्लिस गरेँ भन्ने एउटा स्टोरी निर्माण हुन्छ। तपाईँले आफ्नो अहिलेको यात्रालाई, अहिलेको सङ्घर्षलाई सफल व्यक्तिहरूको सफलतासँग तुलना नगर्नुहोस्। उनीहरू जहाँ पुगेका छन् त्यहाँ पुग्न पनि उनीहरूले ठुलो सङ्घर्ष गरेका थिए, तब मात्रै उनीहरूले यो सफलता हासिल गरेका हुन्। त्यसैले आफ्नो करेन्ट सिचुएसनमा, करेन्ट स्ट्रगलमा, अहिलेको हालको सङ्घर्षमा तपाईँहरू निराश नहुनुहोस्, त्यसलाई नराम्रो नमान्नुहोस्। किनकि मानिसहरू स्ट्रगल गर्दै गर्दाखेरि धेरै छिटो फ्रस्ट्रेसन हुने, धेरै छिटो निराश हुने मैले पाएको छु। र व्यवसायहरू, एउटा यो रिसर्च अनुसार पनि जुन व्यवसायहरू, जुन बिजनेसहरू 5 वर्षसम्म विथ स्ट्रगल सर्भाइभ गर्छन्, तिनीहरू चाहिँ लङ टाइमसम्म चल्ने सम्भावना बढी हुन्छ। त्यसकारण अहिलेको जुन तपाईँको स्ट्रगल छ, सङ्घर्ष छ, एउटा उद्यमीको रूपमा, एउटा व्यवसायीको रूपमा, एउटा काम गर्ने व्यक्तिको रूपमा तपाईँको स्ट्रगललाई तपाईँले रेस्पेक्ट
गर्नुहोस्, किनकि यसले तपाईँलाई घाटा होइन फाइदै गरिरहेको हुन्छ। यसले तपाईँलाई निर्माण गरिरहेको हुन्छ। भविष्यको अझ ठुलो अचिभमेन्टको लागि, ठुलो सक्सेसको निम्ति तपाईँलाई यसले, यो सङ्घर्षले, स्ट्रगलले चाहिँ हेल्प गरिरहेको हुन्छ, किनकि सङ्घर्ष र सफलता एकअर्कासँग जोडिएका कुरा हुन्। इफ यु वान्ट टु राइट युर सक्सेस स्टोरी, किप गोइङ अन इन युर स्ट्रगल। धन्यवाद यो भिडियो हेरिदिनु भएको लागि, र डे 5 को अर्को भिडियो लिएर म छिटै आउनेछु। थ्याङ्क यू।